मैले चाइना बोर्डरबाट 2500 को सामान ल्याएको छु. लेट्स रिभ्यू देम टुगेदर. लेट्स स्टार्ट हामी सबैको फेभरेट गाई चकलेटबाट. यसको स्मेल कस्तो मिठो छ. यो चाहिँ लिटरली पहिलाको हामी सानोमा खाने जस्तै टेस्ट छ, त्यस्तै मिठो. नेक्स्ट इज यो चाइनिज हाई एनर्जी बिस्किट. यो चाहिँ हेर्दाखेरि नेपाली त्यो आर्मी बिस्किट जस्तै देखिएको छ. लिटरली बच्छ यो त. यो चाहिँ नेपाली आर्मी बिस्किट जस्तो त्यस्तो टेस्टै छैन बट इट्स गुड. अब चाहिँ ड्रिङ्क ट्राई गरौँ. यो चाहिँ मोगु मोगु जस्तै छ. आई हेभ ट्राई इट बिफोर अल्सो. अहिले चाहिँ ग्रेप फ्लेभरमा. लिटरली मोगु मोगु जस्तै हो यसको फ्लेभर. नेक्स्ट इज दिस चिप जुन चाहिँ प्रिङ्गल्स जस्तै देखिन्छ, बार्बेक्यू फ्लेभरमा रहेछ. इट्स वियर्ड एक्चुअली, द फ्लेभर इज वियर्ड. नेक्स्ट इज दिस व्हाइट ऱ्याबिट चकलेट जस्तै छ अरे. इट्स चिवी अनि भित्र पिनट्स पनि छ. मार्समेलो जस्तो अहिले लाग्यो मलाई त्यो फ्लेभर चाहिँ. सो अब लेट्स ट्राई दिस माछा. यो चाहिँ हाम्रो यहाँ पाउने जस्तै सेम त्यस्तो देखिएको छ. यहाँ पाउनु जस्तै छ. अलिकति स्मेल जस्तो लाग्यो मलाई चाहिँ. सो इट्स टाइम फर दिस चाइनिज रामेन. प्याकेटभित्र चाहिँ एउटा यो मसला रहेछ, यो चिली वेल अनि डिहाइड्रेटेड भेजिटेबल्स. काँटा चम्चा पनि छ. नुडल पनि एकदमै थिन छ यहाँ पाइनुभन्दा चाहिँ. अनि सुप पनि एकदमै लाइक फ्लेभरफुल छ. अब चाहिँ हामीसँग ड्रिङ्क्सहरू मात्र बाँकी छ. यो ठुलो बोतल चाहिँ लास्टमा ट्राई गरौँ. फर्स्टमा लेट्स ट्राई यो लिची फ्लेभरको जुस. नेपालमा खाने टेस्टको चाहिँ अलिकति लिची लिची फ्लेभर आउँछ. यसको चाहिँ लास्टमा अलिकति आर्टिफिसियल टेस्ट आइरहेछ. मलाई चाहिँ मन परेन यो चाहिँ. अर्को ड्रिङ्कले मेरो मुख बिग्रिसक्यो. सो लेट्स ट्राई यो दुईवटा ड्रिङ्क. प्याकेज चाहिँ कस्तो क्युट छ कि सिसाको बोतल छ. खाने त्यो स्लाइस भन्दा चाहिँ अलिकति थिन छ बट इट्स गुड. यो चाहिँ मैले अहिलेसम्म खाएकोमा बेस्ट ड्रिङ्क हो. आई विल रेट दिस 10 on 10 फ्रम मी. नाउ इट्स फाइनली टाइम फर दिस जुस. यो चाहिँ माथिसम्म नै फिल छ. यसको टेस्ट चाहिँ रियल जुससँगै सिमिलर छ. आई रियली लाइक इट. थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो एन्ड सी यु इन नेक्स्ट भिडियो.